आज चाहिँ आमाको मुख हेर्ने दिन। सबैजनालाई ह्याप्पी मदर्स डे। राम्रोसँग मनाउनु होला हैन। पक्का भक मारिदिनु पर्ला जस्तो छ नेताहरूलाई चाहिँ। एक्जाममा नि राजनीति चलाइदिने अझैसम्म आन्दोलन सकेको छैन। 21 जस्तो भन्छ त्यहाँदेखि नि सर्ने हो कि जस्तो कुरा आइरहेको छ कि हान्न त त्यस्तो खासै हुँदैन होइन। अब हान्दिन्छ त त्यही घर लाग्दो जस्तो दामी हानेको पैसा गयो गाइज मेरो। काठमाडौँको महानगरपालिकालाई बोलाउनु पर्छ कि अब बालेन शाहलाई उठाउनलाई फोर। यसलाई अब अनबक्सिङ हान्नु पऱ्यो नि। पुष्पा 2 भने यहाँ चाहिँ बाटो के हो आराम छ त एकदम एकदम बिस्तारै लगभग हामीले यो गाह्रो बाटो हुन्छ कट्न आँटिसकेको छ। अलिअलि छ बाइकले धोका दिए। हामी चाहिँ फाइनली लकमा आइपुग्यो। हेर्न सक्नुहुन्छ तपाईँहरूले चाहिँ होइन खतरा छ भने लक त आफू। हेलो एभ्रिवान वेलकम ब्याक माई च्यानल। आई होप सबैजना सन्चै हुनुहुन्छ होला। म पनि एकदमै फिट एन्ड फाइनै छु। सो गाइज आज चाहिँ कहाँ जान लाग्यो के गर्नु लाग्यो भनेर तपाईँहरूले त्यो थम्बनेल र टाइटल हेरेर थाहा पाइसक्नु भएको होला होइन। सो आज चाहिँ हामी हाम्रै गाउँको हिलमा जान लाग्यो। त्यो त्यहाँ नगएको पनि धेरै दिन भइसकेको छ। त्यही भएर आज चाहिँ जान लाग्यो किनकि अब इक्जाम हाम्रो 12को इक्जाम 21 गते मात्रै पुगेको छ कि सरेर। त्यही भएर जान लाग्छ। साथी यता छ के छ त जाने बाइकमा हो र एकदम जान्छ बाइकमा जान लाग्यो होइन एक्कसँगले। अनि सो त्यही हो गाइज हाम्रो चाहिँ इक्जाम सरेको कारणले यहाँ चाहिँ अलिकति लगाउँदैन। बाइक चाहिँ खतरा हानिरहेको छ कि यसले चाहिँ। ओ खतरा बाइक चाहिँ के होइन। अब तेल पनि छैन होला बाइकमा। तेल पनि छैन बाइकमा। अब तेल हाल्नुपर्ने हुन्छ त्यहाँ पसलमा गएर यसो होइन एकछिन तेल हाल्छौँ अनि हामी फेरि त्यहाँदेखि निस्किहाल्छौँ। चाहिँ अहिले पसल जान लागेको छु यहाँ तेल हाल्नलाई। बाइकमा तेल सकेर खतम भइरहेछ नि। त्यही भएर होइन हामी चाहिँ तेल हाल्न जान लाग्यो बाइकमा। त्यही हो तेल हाल्ने ठाउँ चाहिँ यही हो। आइपुगिसकेको छ। अब मेरो पैसा जाने भयो यो बाइकले आज खाने भयो। बाइक चाहिँ यहाँ थन्काएर हामी चाहिँ पेट्रोल हाल्न आएको छैन। बाइकलाई पनि खाना दिनु पऱ्यो नि त। पछि चप्पल यहाँ बिग्दैन भाइहरू अलि खुट्टा कोची हाल्छ। कति 220 लियो होला। हालिसक्यो ए हो तेल हालेर आइसक्यो। तेल हालेपछि त खुसी त भइहाल्छ नि त होइन। बिस्तारै नै बिस्तारै केटो जिन्दगीको सवाल छ नि। यसपालि टुवेल्भ इक्जाम दिने चाहिँ हामी दुईजना मात्रै हो कि हाम्रो गाउँदेखि चाहिँ। त्यही भएर इक्जाम सरेपछि त अब घुम्नु त पऱ्यो होइन। यसो गाउँतिर काम त गर्नु पऱ्यो नि त। कति घरमा मात्रै बस्नु। यसपालिको मेहनत त सबै खेर गइसक्यो। बाटो पनि हाम्रो गाउँतिर चाहिँ पिच पनि भएको छैन कि यता स्ल्याब मात्रै गरे नि हुन्थ्यो। उयो मासतिर पुगेपछि चाहिँ भेट्छ स्ल्याबहरू भेटिन्छ। हालत बाटोको चाहिँ यस्तो छ कि पुरै। अब के हुन्छ कस्तो हुन्छ माथि गएर भ्यूहरू हेरिन्छ हामीले होइन। चिरी चटुक्क लाएर त्यही हो। धुलो पनि खतरा उडिरहेको छ कि आजकल। बजार चाहिँ उडिरहेको छ। अब अगाडि त कसरी उड्नु होइन। बाइकमा चट्टसँगले तेल पनि हालियो। नेपालको बाटो चाहिँ गाउँघरको बाटो अब यस्तै हो। यस्तो बाटोमा बाइक लिएर हिँड्नुपर्छ होइन। मलाई चाहिँ खासै चलाउन आउँदैन त्यही भएर साथीले हानेर हिँडेको छ। हाम्रो गाउँ चाहिँ देख्न सक्नुहुन्छ यहाँदेखि होइन। अलिअलि देख्दो रहेछ। धेरै खतरा मजा आइरहेछ कि फर्स्ट टाइम साथीसँग बाइकमा घुम्नु जान लाग्यो। मजा त आइहाल्छ नि त।
बुझाइ पनि त्यस्तै छ फेरि बाइकको अब नेपालको बाटो चाहिँ यस्तो छ कि पुरै होइन अहिले चाहिँ सिल्यापमा आइपुग्यो यहाँ चाहिँ अब खतरा हुन्छ कि यस्तो भएपछि चाहिँ बाटो खतरा छ बाटो खत्तम छ नि त यहाँतिर होइन भर्खर भर्खर डेभलप हुँदैछ अब हुँदै जान्छ नि अब गाउँतिर बाइकको ब्रेक छैन रहेछ पछाडिको त्यही भएर अलिकति गाह्रो भइरहेको छ कि यहाँतिर यस्तै बाइकले नि धोका दिन्छ कि कहिले काहीँ अब केही प्रब्लमहरू आइरहेछ कि बाइकमा धुवाहरू फाल्दैछ होइन केही प्रब्लमहरू आइरहेछ बाइकमा त्यही प्रब्लमको कारणले यहाँ फेरि पछाडिको ब्रेक पनि बनाएको छैन रहेछ कि यो तारहरू चुडेर सबै खलास भइरहेको रहेछ ब्रेक चाहिँ त्यही भएर साथी चाहिँ माथि पुगिसक्यो यहाँ पछाडिको ब्रेक नभएपछि त उठाउन गाह्रो हुन्छ नि त त्यही भएर म चाहिँ कुद्नुपर्ने हुन्छ क्या अब बाइकले धोका दियो अर्थात् अब त उठ्छ होला नि त होइन बाइक त फेरि खतरा छ खतरा सुहाउने खालको छ हाम्रो साथीलाई सुहाइहाल्छ नि बल्ल बल्ल राम्रो राम्रो रोडतिर आइपुगेको छ त्यही पनि बाइक हल्का फुल्का प्रब्लम आइरहेछ केही छैन तर स्ल्याबमा आइपुग्यो फाइनली गाइज हामी चाहिँ अब बिस्तारै बिस्तारै माथि डाँडामा नि पुगिन्छ होइन त्यहाँ चाहिँ कस्तो कस्तो तरिकाले डेभलप भएको छ म तपाईँहरूलाई सबै देखाउँछु यस्तोमा चलाउन त मजा आउँछ होइन योभन्दा नि अझ पिच भएको भए त खतरा मजा आउँथ्यो होइन रन्काउने हो नि त यस्तोमा यहाँ चाहिँ बाटो के हो खराब छ त एकदम खत्तम बिस्तारै 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 बस्नको लागि चाहिँ बवाल छ यहाँ तर अलिकति वाटरको चाहिँ अलिकति प्रब्लम छ कि पानीको चाहिँ लगभग हामीले यो गाह्रो बाटोहरू चाहिँ कट्न आँटिसकेको छ अलिअलि छ कटिसक्यो भन्दा नि हुन्छ होइन मेरो बसिरहेको छु साथी चाहिँ त्यहाँ पसलतिर गएको छ कि केही किन्नु पर्ने रे त्यसलाई होइन अब 5 मिनट जति लाग्छ होला यहाँदेखि धेरै त छैन यहीँ हो हुन त होइन तर रोड चाहिँ उताबाट घुमेर ल्याएको छ कि उताबाट घुमेर आएको छ त्यही भएर गाह्रो छ नि गाइज 5-6 मिनट जति लाग्छ होला यहाँदेखि यसो घुमेर जाँदा यसो पसलतिर आएको मान्छे नै छैन जस्तो पसलमा नि सबै बन्द छ पुष्पा 2 हो क्या मेरो चौधो छैन साथीलाई फेरि यस्तो यस्तो खानुपर्ने रे खाने चाहिँ मै हो चटपटे हो पैसा जाने भयो गाइज मेरो पैसा गयो गाइज मेरो फाइनली त्यो दिन न एउटा साथ कति होला 110 होला होइन सरी तल 200 यहाँ कति 350 रुपियाँ जति गइछ यसको भाग यहाँ त्यो माथि चाहिँ फ्रिज पाउँछ यहाँ तल चाहिँ छैन फ्रिज चाहिँ छैन होला यहाँ माथि भयो चाहिँ फ्रिजको पाउँछ है चिसो चिसो हान्दा त हुन्थ्यो साथीलाई चाहिँ मल त छैन ह्यान्सी भएपछि यस्तै हो कि केटाहरू कट्टुमा हिँड्दा नि केटीहरूले मन पराइहाल्छ होइन अनि सो यो चाहिँ मजाको लागि बनाएको हो होइन सो केही नलिनु होला बाइक चाहिँ त्यहाँ राखेर आएको हामी यहाँतिर निल गर्नको लागि यहाँको भ्यू हेर्नु त गाइज वाउ दामी छैन त पुरै पहिला हामी बस्ने गाउँ यही हो धेरै दिन भइसकेको थियो नआएको नि त्यही भएर आज चाहिँ यसो आइदिएको प्लास्टिक चाहिँ ल्याएन कि फेरि कस्तो प्लास्टिकै ल्याउनु बिर्सेछु कि अब कहाँ हाल्ने त खै अब मुखमा हाल्ने त मुखमा हो तर बोक्नु त पऱ्यो नि त फाइनली हामी आइपुगिसकेको छ मन्दिरमा यहाँ तलतिर त जानु पऱ्यो नि त मन्दिरतिर यसो दर्शन गर्न कालेश्वरको दर्शन गर्न आएको छु साथीहरू त्यो पास हुने उपलक्ष्यमा इक्जामै दिएको छैन कसरी पास
यसलाई चाहिँ यहीँतिर व्यवस्था गरिदिउँ त अब होइन यहीँतिर व्यवस्था गरेर राखिदिउँ अनि हामी चाहिँ लाग्दिउँ मन्दिरतिर तल खतरा छ कि खतरा यहाँ छुट्टै त्यही हो डस्टबिनहरू राख्या भयो नि हुन्थ्यो नेपाल जताततै फोहोरै फोहोरले यो देश भरिला जस्तो यही हो गाइस अब त्यहाँ चाहिँ जानु हुँदैन रे भन्छ त्यो माथि जानु हुँदैन त्यहाँ चाहिँ जानु हुँदैन पुरै लाइनहरू पनि राखिसकेको रहेछ यहाँतिर विकास टिका लाउने अब हो र नलाउने हो त टिका अब चाहिँ लाग्नु पर्दा गरियो है दर्शन गरेर पनि सकियो सरर लाएर सुरुरु यहाँदेखि चाहिँ हेटौँडा जाने रोड यहाँ तलतिर चाहिँ हेटौँडा हो जताततै पुगिहाल्छ जे होस् विकास चाहिँ भएको छ पहिलाभन्दा अहिले पहिला त यति नै बनाएको थिएन पछि फ्युचरमा गएर फ्युचरको केही हाम्रो भावीहरूलाई काम लाग्न सक्छ नि त यो बाटो यस्तो यस्तो रहेछ पहिला भन्ने कुराहरूको नलेज हुन्छ नि त नपाइने त्यही भएर चाहिँ यसो भिडियोहरू खिचिरह हो मास्टरको त बाटो खत्तमै जस्तो छ जस्तो लाग्छ मलाई यसलाई फेरि म मार्केटो गरे राइडर हो कि यस्तो मानि फेरि हानिदिन्छु साथीहरू मलाई चाहिँ डर लागिरहेको छ खतरा पुरै कति बालेर राखेको छ खतरा छ कि यहाँ चाहिँ माथि चाहिँ चलेको लस्टै माथि चाहिँ बाइक चलेर बाइकलाई चाहिँ यहीँतिर व्यवस्था गर्थ्यौँ अब त्यही हो बाइकलाई चाहिँ यहाँतिर व्यवस्था गर्थ्यौँ होइन वासरुम चाहिँ यता बनाएको रहेछ मेला चल्थ्यो त्यतिखेर चाहिँ यहाँतिर हेर्नु त फोहोरहरू पुरै यहाँतिर नि काठमाडौँको महानगरपालिकालाई बोलाउनु पर्छ कि अब बालेन शाहलाई उठाउनलाई फोहोर खतरा फोहोर बनाएको रहेछ कि यहाँतिर छ बियरको बोतलहरू हेर्न सक्नुहुन्छ यहाँतिर है अस्ति न के भन्छ त्यो बर्खामा त्यो झरी पर्दाखेरि चाहिँ खोला ठुलो आयो नि त त्यतिखेर लाइनहरू गएर नेटवर्कहरू सबै गइरहेको थियो हामी चाहिँ यो डाँडामा आएको थियो क्या त्यतिखेर मैले भ्लग त बनाइरहेको हुन्थ्यो तर नेटवर्कको कारणले एडिट गर्न नि पाएन अपलोड गर्न नि पाएन अनि त्यहाँदेखि छोडेर भयो अनि पछि आएर फेरि स्टार्ट गर्न थाल्यो भर्खर त्यही यहाँतिर चाहिँ चलिरहन्थ्यो त्यतिखेर नि त्यहाँ एउटा मन्दिर रहेछ त्यहाँ गएर आउनु पर्ला नि त एकचोटि कस्तो कस्तो बनाएर रहेछ म त नआएको नि धेरै दिन भइसक्यो त जात्रामा नि आएको नयाँ वर्षमा नि आएको ऊ त न्यु इयरमा नि आएको जात्रामा नि आएको मेलाको बेला जतिखेर नि आइरहन्छ इक्जाम सरेको कारणले चाहिँ हामी घुमेर हिँडेको छ कि आजकल के यो नेताहरूले पनि खेलबाड गर्छ कि हामीले हान्दिउँ कि क्या हो गोली हान्दिउँ क्या गन नभएर पो त पक्का भक मारिदिनु पर्ला जस्तो छ नेताहरूलाई चाहिँ इक्जाममा नि राजनीति चलाइदिने अनि अझैसम्म आन्दोलन सकेको छैन अनि 21 गते त भन्छ त्यहाँदेखि नि सर्ने हो कि जस्तो कुरा आइरहेको छ कि अनि त्यही भएर यसपालिको प्र्याक्टिसहरू सबै बिग्रियो केही छैन यसपालि फेल भयो नि अर्को साल त अब के हेरौँ अब के हुन्छ सकेसम्म यसपालि नै कटाउने विचार छ अब कट्यो भने त राम्रै हो पुष्पा 2 3 वाउ यार हावा त के हो खतरा छ त हावा त यार ओ क्युट बेबीहरू बनाएर राखेको छ यहाँतिर यहाँ त झनै खतरा बनाएको रहेछ कि त्यहाँ हेर्नु सक्नुहुन्छ ठुलो यसलाई के भन्छ अरे घन्टी ठुलो घन्टी हालेर रहेछ यहाँनिर खतरा बनाएर रहेछ यो यहाँदेखि बस्ने ठाउँ पनि बनाएको छ पहिला यस्तो थिएन भर्खर विकास भयो लाइन आयो
ढोका चाहिँ खुल्लै राख्ने रहेछ होस् खतरा भए रहेछ भने यहाँतिर त अहिले त अर्को पनि हाल्या रहेछ त्यहाँ यो चाहिँ पहिल्यै पुरानो है हो यो पहिला कहाँ त्यहाँतिर थियो होइन यहाँतिर थियो यो पहिला अहिले यहाँतिर साह्रो यता बनाएको रहेछ नि त हेर्न सक्नुहुन्छ भ्यू चाहिँ बबाल बबाल आउँछ कि यहाँतिर टाढा टाढाको भ्यूहरू पुरै देख्न सक्नुहुन्छ होइन हामी चाहिँ तलदेखि आएको यहाँ मासतिर ऐना पनि हेर्न मिल्ने रहेछ यहाँतिर फेरि अब चाहिँ हामी गइदिन्छौँ माथि डाँडा लभ भएको ठाउँतिर विकास त ठिकै भएको छ हाम्रो गाउँतिर हाम्रो ठाउँतिर सो नआउनु होला तपाईँहरू पनि टाढा टाढादेखि मेरो भ्लग टाढा टाढा बसेर मेरो भ्लग हेर्दै हुनुहुन्छ भने यसो भिजिट गरिदिनु होला लोकेसनहरू हामीले दिनेछौँ रेलिङहरू चाहिँ दामी यहाँतिर होइन हामी बच्चामा योभन्दा 3-4 वर्ष अगाडि चाहिँ हामी यहाँतिर खेल्ने गरिन्थ्यो यहाँतिर बोतलहरू रहेछ अहिले पनि बच्चाहरू खेल्छ होला सायद चिप्लेटी हो कि के भन्छ यहाँ खेल्छ कि खतरा मजा आउँथ्यो कि त्यतिखेर चाहिँ कतिवटा छ हौ यो सिडी पनि जाँदाखेरि गर्नुपर्छ कतिवटा जति होला त यहाँ यसो अनुमान गर्दा त 1000वटा जति छैन बढी होला छ होला 1000वटा जति कि छैन अलि 1000वटा जति छैन होला तलदेखि यहाँसम्म त होइन लास्टै गर्मी भयो यार लङ टाइम पछि यहाँतिर घुम्न आएको नसकिँदो रहेछ हिँड्न त पहिला यहाँतिर बसेर टिकटक बनाइन्थ्यो होइन यहाँतिर घुमिन्थ्यो खतरा छ कि ठाउँ चाहिँ यहाँ चाहिँ भ्यू टावर बनाउँदैछ अरे योजना चाहिँ बनाउने योजना चाहिँ भएको छ तर स्टार्ट चाहिँ गरेको छैन गर्छ होला केही वर्षपछि केही बनाउँछ होला नेताहरू त्यस्तै हो आउने पैसा खाने बस्ने ढलान गरेर रेलिङहरू त हाल्न सकेको छैन यहाँ अनि कहाँ भ्यू टावर बनाउँछ बन्छ त अहिले चाहिँ भ्यूहरू दामी दामी देखिन्छ हेटौँडा चाहिँ उता है कस्तो के भन्छ यो सोहरू कुहिरोहरू लागेर केही भ्यूहरू देखिरहेको छैन सो गाइज हामी चाहिँ फाइनली लभमा आइपुग्यो हेर्न सक्नुहुन्छ तपाईँहरूले चाहिँ होइन खतरा छ भने लभ त आएको यसलाई अब अनबक्सिङ हान्नु पऱ्यो नि पुष्पा 2 भनेर चटपटी तरिकाकै अर्कै रहेछ कि सो गाइज हामीले चाहिँ यहाँ फोटो पनि खिचेर सकिसकेको छ अब चाहिँ हामी लाग्नुपर्ने हुन्छ मलाई चाहिँ यहाँ ब्याक क्लिप हान्न मन लाग्यो कि हानिदिउँ न त यहाँबाट खिच्नु हान्न त त्यस्तो खासै हुँदैन होइन अब हानिदिउँ न त त्यही पनि यहाँदेखि त कस्तो डर लाग्दो जस्तो भयो त मलाई त दामी हानेको छ एकदम साथीलाई दामी भएपछि त मलाई त झनै दामी हुन्छ त्यही भएर चाहिँ अब चाहिँ हामी फर्केको खतरा रमाइलो भयो यार आजको दिन चाहिँ सो साथीहरू धेरै नआए नि हामी दुईजना मात्रै आयो नि रमाइलो भयो होइन रमाइलो त खतरा भयो रमाइलो भयो कि भएन एकदम रमाइलो भयो के भन्न चाहन्छु कि यो युट्युब फ्यामिलीहरूलाई अब के भन्नु आफूले भन्नुपर्ने छैन त्यति खासै भन्नुपर्ने त छैन बुझिहाल्नुहुन्छ तपाईँहरूले होइन अब अघि यहाँदेखि आयो अब चाहिँ यहाँदेखि हिँड्नु पऱ्यो कस्तो पो गरिन्थ्यो कि खोइ त मलाई खेल्दै आउँदैन पहिला चाहिँ खतरा खेलिन्थ्यो अहिले त बिर्सिसकेको छ खेल्नै आउँदैन बेजत हुन्छ मेरो बेजत हुन्छ मेरो बेकारमा एकछिन बाइक सिक्नु पऱ्यो कि मलाई बाइक चलाउनै आउँदैन अरू सानो सानो बाइक
खुट्टा राख्ने नै भित्र गएछ बाइक पनि चलायो अलिकतिले गएको अलिकति गाह्रो हुने रहेछ कि बाइक चलाउन नि फेरि फर्स्ट टाइम चलाएको यो बाइक चाहिँ अरू सानो सानो हन्डाहरू त्यो साइनहरू चलाइरहन्थ्यो अब चाहिँ हामी जान्छौँ बाइक चलाउने कार्यक्रम पनि सकियो जाने भने त अब उतासम्म म लगाऊँ त्यहाँदेखि चाहिँ साथीले लान्छ सो ल बडी गियर हुन्छ एकैताल गएपछि कि तारा लास्टै घाटो पऱ्यो यसपालि मलाई लुकिङ ग्लास चरापै यहाँसम्मको भिडियो कस्तो लाग्यो के लाग्यो यसो राम्रै फिडब्याक दिनु होला ब्याड कमेन्टहरू नगरिदिनु होला अब बाइकको चाहिँ नोक्सान भइहाल्यो खतरा नोक्सान भयो गाइज अब हल्का फुल्का गरेर त्यो ऐनाहरू हाल्नुपर्छ सो गाइज यहाँसम्मको चाहिँ भिडियो कस्तो लाग्यो के लाग्यो सो हेर्नु होला भिडियो चाहिँ स्किप नगरिकन हेर्नु होला अनि आज चाहिँ आमाको मुख हेर्ने दिन सबैजनालाई ह्याप्पी मदर्स डे राम्रोसँग मनाउनु होला होइन यदि भिडियो मन परेमा लाइक कमेन्ट सेयर पनि गरिदिनु होला अनि च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब पनि गरिदिनु होला अब भेटौँला अर्को भिडियोमा त्यतिखेरसम्मको लागि चाहिँ टाटा बाई बाई एन्ड जय नेपाल Yeah